हेलो एभ्रीबडी वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै छिट्टो उठाएको थिएँ होइन, अनि यसो उठेर बाहिर हेर्छु भनेर त यस्तो अँध्यारो के म चाहिँ अलि ढिला उठ्थेँ सधैँ, आज चाहिँ छिटो उठाएको अनि आफ्नो कामतिर लागेँ। मेरो ड्युटी हो नि त हो, अब झाडु पोछा सोछा लगाउने। त्यसपछि झाडु पोछा गरेर भइसकेपछि म चाहिँ पानी तताएर पानी पिँदैछु। त्यसमा चाहिँ म हनी एड गर्दैछु। हनी वाटरले चाहिँ कस्तो मर्निङमा एनर्जी र फ्रेस फिल गराउँछ के, सो त्यही भएर चाहिँ मैले डेली हनी वाटर पिने गरेको छु। त्यसपछि आफ्नो व्यक्तिगत सरसफाइतिर लागेँ है त म। अनि मैले ब्रस गरेँ अनि फेस क्लिन्जरले क्लिन गरिरहेको छु होइन। कलेज जानु पनि एकदम हतार भइरहेको थियो, अनि त्यो भएर छिटो गएर पनि रहेको छु होइन। त्यसपछि म मजाले फेस क्लिन गरिसकेपछि ड्रेस लगाएर रेडी भइसकेको छु। अनि मैले चाहिँ स्किन केयरतिर लागेको। स्किन केयरमा चाहिँ मैले युज गर्ने भनेको मोइस्चराइजर र सनस्क्रिन मात्रै हो। म चाहिँ खासै कलेज जाँदा यसमा चाहिँ मेकअप चाहिँ गर्दैन, जस्ट स्किन केयर मात्रै गर्छु। अनि स्किन केयर गरेर म चाहिँ अब लगभग रेडी भइसकेँ अब कलेजको लागि होइन। अनि कानमा एयरपोड्स लगाएर बिहानमा म्युजिक सुन्दै हिँड्नुको मजै बेग्लै के। हेर्नु न यस्तो राम्रो मौसम, यस्तो फ्रेस फिल भइरहेको थियो। अनि म चाहिँ मजाले गीत सुन्दै होइन, मजाले उसमा बाटोमा एक्लै हिँडिरहेको थिएँ। खासै कोही मान्छे पनि थिएन होइन। अनि कलेज पुग्दा त सर गइसक्नु भएको, एकदम डराइ यस्तो भिडियो पनि बनाएको होइन। यो चाहिँ टिफिन टाइममा साथीसँग रमाइलो गरेको। थ्याङ्क यू फर वाचिङ, बाई बाई।